साँच्चै तपाईँ मेन पावरवाला दाइ मेरो मेरो पैसा तपाईँले फिर्ता दिनुभएको छ। मलाई उडाउन सक्नु भएन के अरे। उड्नु पाए भए आज यो लफडै हुँदैन थियो त। को हो त्यहाँ? को आएको? अब के गर्छस् त केटो? खास त तँलाई उडाउँ भनेको, त कहाँ छड्किस त्यही भएर उसैलाई उडाइदिएँ मैले त। मलेसिया जान्छस् त? अनि के तिम्रो नाम के पर्यो रे? वसुन्धरा। ए भनेपछि त पानीको त दुखै नहुने भयो। वसुन्धरा एकपटक मही खाइदेऊ न। बड़ा हरामी हो बेटा। नै बिहेपछि गाडी किन्न जाँदा त एकपटक सिधै हाँक्न दिन्छ अरे। प्लिज खाइदेऊ न। भाइभरको कपडा घर गवान सब बोकेर हिँडी कोसी त। कोही हिँडी? रुको जरा, सबर करो। तेरी सुहानी क्या बात कर रहे हैं? त्यसका बाजे यता एकैचोटि तिनटी आएछन्। एउटी गइन्जास्। हुँदा हुँदा दिउँसै रक्सी चढाउन थाल्यो होइन अब? नाइट बस हो र राति मात्रै चढाउनलाई। साँच्ची यो विदेश साँच्ची माग्नेलाई के भन्छ? बेगर भन्छन्। ए त्यहाँ गएर पनि बिहे गर भन्छ मलाई। कौन है ये लोग? कहाँ से आते हैं? सारा मान्छे मेरै बिहेको पछाडि किन लायो होला। ए बिर्खे के गरिरहे हो त त्यहाँ? देखेनौ यहाँ पढिरहनी? जमिनमा बसेर पढे सधैँ फेलका फेल, त्यही भएर रुख चढेर पढे नि। यसपालि त एसएलसी पास बा। रुखा चढेर पास हुने भइदिया भए बाँदर जति सबै डाक्टर र इन्जिनियर हुन्थे। छोड़ दे, नखाए छोड़ दे। छोटी बच्ची हो क्या? खाइबक्सोस् न हजुर, खाइबक्सेन भने मरिबक्सन्छ। कति हतार भएको। ओए यसको बाबा फुन ला त। के आइलाग्यो यो? हेलो साँझको प्रसारणमा यहाँलाई हार्दिक स्वागत छ। आज बिहान अपहरित महिला सुरक्षित रहेको तथा अपहरणकारीहरूले रु 50 लाख मागेको जानकारी प्राप्त भएको छ। रकम बुझाउने स्थान र समयको जानकारीको लागि भोलि बिहानको समाचार बुलेटिन पर्खनुहोला। बड़ा हरामी हो बेटा। ल कारण थाहा भयो होइन? ए अब त्यो मोबाइल अफ गर्नुपर्छ। अब त चाउ चाउ खाऊ। चाउ चाउ हुट्याउँछ। ए 50 लाखमा 10 रुपैयाँ त्यो चाउ चाउ पनि जोड।